नमस्ते साथीहरू, नेपाली कथा 2M मा तपाईलाई स्वागत छ। नोकरले मलाई मालिस गरिरहेको बेला ऊ मेरो सामान नजिकै रोकियो। मैले भने, तिमी किन रोकियो? अगाडि बढ। उसले आफ्नो हातले मलाई मालिस गर्न थाल्यो। मैले उसलाई अलिकति प्रोत्साहित गरेँ। यो गलत होइन, तिमी राम्रो मालिस गर्दैछौ। ऊ अलि नर्भस भयो, तर त्यसपछि उत्साहका साथ अगाडि बढ्यो। 1 घण्टा बित्यो र उसको हातले मलाई एउटा फरक संसार देखायो। त्यसपछि उसले भन्यो, म्याडम, तिमी धेरै सुन्दर देखिन्छौ। उसले मुस्कुरायो र मैले जवाफ दिएँ, तिमी राम्रो काम गर्दैछौ। सोच विचार नगरी उसले सोध्यो, के तिमी मसँग कामहरू गर्छौ कि नै? गर्छु, तर 1 घण्टा बिताउँछु। कपडा पुरै उतार, त्यसपछि गर्छु। मेरो औजार कडा भएको छैन। एकछिन रोक। घोप्टो बनाएर घप घप हानिरहेको थियो। मैले भने, बिस्तारै गर, बहुत पोलिरहेको छ। बस गर, अब मलाई छोड्देऊ। खुब मजा आयो। पानी निस्किसक्यो। नमस्ते साथीहरू, आजको नेपाली कथामा तपाईलाई स्वागत छ। मेरो नाम काजल हो र म बुटवालमा बस्छु। म धेरै सुन्दर छु। मेरा गहिरा खैरो आँखा, मेरो नरम छाला, मेरो गुलाबी रङ र मेरो लामो कालो कपाल जुन सिधा मेरो पछाडि पुग्छ, एक विशेष आकर्षण हो। म 4 फिट अग्लो छु र मेरो शरीरको प्राकृतिक सौन्दर्य स्पष्ट रूपमा देखिन्छ। मेरो शरीरको हरेक घुमाउरोपनले कुनै पनि पुरुष वा युवालाई यसमा हराउन चाहन्छ। मेरो विवाह 7 वर्ष अघि भएको थियो। मेरो श्रीमान प्रकाश एक सफल व्यापारी हुन्। उनीहरूसँग धेरै पैसा छ, त्यसैले उनीहरू जे चाहन्छन् त्यो किन्छन्, चाहे त्यो सामान होस् वा महिला। प्रकाश सधैँ बाहिर हुन्छन् र घरमा धेरै समय बिताउँदैनन्, त्यसैले म स्वतन्त्र र खुसी जीवन बिताउँछु। हाम्रो घरमा नोकर थियो, तर कुनै कारणले गर्दा उनी अचानक गाउँ जानु पर्यो। उनले भने कि उनको छोरा रोहित उनको ठाउँमा काम गर्न आउनेछ। केही दिनपछि उनको छोरा हामी कहाँ आयो र घरको सबै काम गर्न थाल्यो। सूरज एक जवान, आकर्षक र कुशल मानिस थियो। उनी सफा गर्थे, भाडा माझ्थे र अन्य सबै कामहरू व्यवस्थित गर्थे। हाम्रो घरमा स्वतन्त्रता थियो, कुनै प्रतिबन्ध थिएन, त्यसैले उनी यहाँ बस्न मन पराउँथे। एक दिन उनी भान्सामा तरकारी पकाउँदै थिए। मैले उनलाई भने, तपाईँ धेरै राम्रो खाना पकाउनुहुन्छ। वास्तवमा जब तपाईँ भान्सामा हुनुहुन्छ, मलाई कुनै काम गर्नु पर्दैन। सूरज मुस्कुराउँदै भने, म्याडम, म काम गरिरहेको बेला तपाईँले चिन्ता लिनु पर्दैन। त्यसपछि एक दिन म साथीको जन्मदिनको पार्टीमा जानु पर्यो। पार्टी धेरै राति सकियो र म धेरै मातेको थिएँ, त्यसैले म बिहान अबेरसम्म सुतेँ। म राति 12 बजेतिर उठेँ र मेरो कोठा अँध्यारो थियो। म केही बेर ओछ्यानमा आराम गरेँ र त्यसपछि उठेँ। मैले सूरजलाई फोन गरेर चिया ल्याउन भनेँ। केही बेरपछि सूरज चिया ल्यायो र ओछ्यानको छेउमा उभियो। उसको आँखामा केही फरक थियो। मैले उसको अनुहार हेरेँ। ऊ मलाई हेरिरहेको थियो। सायद मैले उसलाई धेरै ध्यान दिएन। त्यसपछि मैले उसलाई सोधेँ, के भयो? केही भन्न चाहनुहुन्छ? उसले जवाफ दियो, होइन म्याडम, केही छैन। त्यसपछि मैले उसलाई सोधेँ, त्यसो भए तपाईँ यहाँ के गर्दै हुनुहुन्छ? त्यसपछि ऊ गयो। ऊ गएपछि मलाई अलि दोषी महसुस भयो। मलाई लाग्यो कि मैले उसलाई त्यस्तो व्यवहार गर्नु हुँदैन थियो। केही समयपछि मैले उसलाई फोन गरेर मेरो कोठा सफा गर्न भने। ऊ तुरुन्तै फर्कियो र मेरो कोठा सफा गर्ने सामानले सफा गर्न थाल्यो। म ओछ्यानमा पल्टिरहेको थिएँ। सूरज मेरो कोठामा काम गरिरहेको बेला म उसलाई ध्यान दिइरहेको थिएँ। ऊ मेरो अनुहार हेरिरहेको थियो र म उसको सामान हेरिरहेको थिएँ। मैले उसको मनमा के भइरहेको थियो भनेर बुझेँ। मैले उसलाई सोधेँ, तिमी अरू के काम गर्छौ? उसले भन्यो, म गाउँका बच्चाहरूलाई पढाउँछु। त्यसपछि मैले सोधेँ, तिमी पढाउने मात्र हो कि अरू के गर्छौ? उसले भन्यो, म साँझ कुस्ती मैदानमा जान्छु। मैले मुस्कुराउँदै भने, मलाई लाग्दैन तिमी त्यहाँ जान्छौ। पछि हामी कुरा गरिरहेको बेला मैले उसलाई भने, मेरो शरीर धेरै दुख्छ, कि तिमी मलाई मालिस गर्न चाहन्छौ? ऊ अलि लज्जित भयो र तेल ल्यायो। मैले अस्वीकार गरेँ। अब सूरजले मेरो खुट्टा बिस्तारी मालिस गर्न थाल्यो र म सोचिरहेको थिएँ कि उसले मेरो खुट्टाको माथिल्लो भागमा बढी ध्यान दियो। उसको मन मेरो खुट्टातिर घुमिरहेको थियो। मैले उसलाई अझ बढी मालिस गर्न भने। उसले हिचकिचाहट भन्यो, म्याडम, तपाईँको खुट्टालाई आराम चाहिन्छ, त्यसैले म तपाईँलाई हल्का मालिस गर्दैछु। म हाँसेँ र भने, मलाई बिस्तारै मालिस गर्न मन पर्दैन, तिमीले यो अलि कडा गर्न सक्छौ। उसले अलि कडा मालिस गर्न थाल्यो। त्यति बेला मलाई उसको काम साँच्चै रमाइलो लागिरहेको थियो। बिस्तारै उसले मेरो घुँडा मालिस गर्न थाल्यो। मैले भने, तिम्रो काम धेरै राम्रो छ। ऊ उठ्यो र मेरो चिजको नजिकै रोकियो। मैले भने, तिमी किन रोकियो? उसले आफ्नो हातले मालिस गर्न थाल्यो। मैले उसलाई अलिकति प्रोत्साहित गरेँ, यो गलत होइन, तिमी राम्रो मालिस गर्दैछौ। ऊ अलि लजालु थियो, तर त्यसपछि उसले मुस्कान र उत्साहका साथ अगाडि बढ्यो।
समय बित्दै जाँदा उसको हातहरू अझ आत्मविश्वासी हुँदै गए। हामीमाथि एउटा अद्भुत अनुभूति आयो। 1 घण्टा बित्यो र उसको हातले मलाई एउटा फरक संसार देखायो। म्याडम, तिमी धेरै सुन्दर देखिन्छौ, उसले मुस्कुराउँदै भन्यो। मैले मुस्कुराउँदै उसलाई भने, तपाईँ धेरै राम्रो गर्दै हुनुहुन्छ। सोच्दै नसोची उसले सोध्यो, के तपाईँ मसँग क्रिकेट खेल्नुहुन्छ? मैले मुस्कुराउँदै भने, हो, म गर्नेछु। म धेरै समयदेखि पर्खिरहेको थिएँ। अब उसले खेल्न थाल्यो। मलाई धेरै रमाइलो लागिरहेको थियो। खेलेपछि ऊ थकित देखिन्थ्यो। त्यसपछि मैले उनलाई अलिकति आराम गर्न भने। हाम्रो सँगैको समयले मलाई मेरो श्रीमानभन्दा बाहिरको एउटा फरक संसारको अनुभव गरायो। हाम्रो सम्बन्ध विशेष स्तरमा पुग्यो। सुरुमा मैले उनलाई साथीको रूपमा हेरेँ, तर उनको मसाजबाट म धेरै सन्तुष्ट महसुस गरेँ। हाम्रो कुराकानी बढ्दै गयो र एउटा कुरा स्पष्ट भयो। हामीले कुरा गर्दै जाँदा हाम्रो कुराकानी गहिरो हुँदै गयो। एक दिन मैले उनलाई सोधेँ, तपाईलाई अरू केमा रुचि छ? उनले जवाफ दिइन्, म्याडम, म तपाईलाई केही भन्न चाहन्छु। उनको अनुहारमा गम्भीर भाव थियो। मैले उनलाई ध्यान दिइरहेँ। उनले भनिन्, मेरो सपना एक महान शिक्षक बन्ने र बच्चाहरूलाई ज्ञान बाँड्ने हो। मैले देखेँ कि उनी आफ्ना आकांक्षाहरूलाई कति महत्त्व दिन्छन्। मैले उनलाई अझ प्रोत्साहन दिएँ, तर उनलाई थाहा थियो कि ती सपनाहरू प्राप्त गर्न कडा परिश्रम चाहिन्छ। हामीले एउटा अनौठो कुराकानी सुरु गर्यौँ। उनले आफ्ना सपनाहरू र काम गर्ने नैतिकता कति महत्त्वपूर्ण छ भनेर साझा गरे। त्यस क्षणदेखि हामीसँग भावनात्मक सम्बन्ध थियो। उनको जोशले मलाई नयाँ प्रेरणा दियो र यसरी हाम्रो जीवन सँगै चलिरह्यो। एक दिन मैले महसुस गरेँ कि म उनलाई माया गर्छु। मलाई चिन्ता थियो कि यो भ्रम हुन सक्छ। मैले उनलाई सोधेँ, मेरो हृदयको गहिराईमा के तिमीलाई थाहा छ म मेरो श्रीमानको बारेमा के सोच्छु? उनले रोकिएर भने, के तिमी आफ्नो श्रीमानसँग खुसी छैनौ? मैले उनलाई भने, उहाँ काममा मात्र रुचि राख्नुहुन्छ। सुरजले भने, त्यसो भए के तिमी हाम्रो सम्बन्धलाई अझ गहिरो बनाउन चाहन्छौ? म अलमल्लमा परेँ। जब म सुरजसँग थिएँ, म खुसी थिएँ, तर मैले उनलाई याद गरेँ। कहिलेकाहीँ मलाई उनको लागि माया महसुस भयो, तर अर्को क्षण मेरा विचारहरू गहिरो हुँदै गए। त्यसपछि एक दिन सुरजले मलाई उनको मनमा के थियो भनेर बताए। उनले आफ्नो स्थान नरम पारेर सोधे, के तिमी मसँग विवाह गर्छौ? त्यसपछि मैले निर्णय गरेँ कि मैले निर्णय गर्नुपर्छ। मलाई सुरजको प्रेमलाई मौका दिनुपर्छ र उसलाई सबै कुरा भन्नुपर्छ। सुरज, म तिमीसँग एउटा अनौठो जीवन बिताउन चाहन्छु। ऊ खुसी भयो र हामी दुवै प्रेममा पर्यौँ। यो असाधारण प्रेम थियो, विश्वास र समर्पणले भरिएको। त्यो दिन हामीले हाम्रो जीवनको नयाँ अध्याय सुरु गर्यौँ, जसमा हामीले एक अर्कालाई पूर्ण रूपमा स्वीकार गर्यौँ र संसारलाई हेर्ने नयाँ दृष्टिकोण पायौँ। सुरजसँग हुँदा मैले एउटा नयाँ प्रेम कथा दखता बेका भोक। मैले सुरजसँग हुँदा एउटा नयाँ प्रेम कथा दखता भेटाएँ। प्रेम कहिले पनि असफल हुँदैन र उसको साथ हुनु भनेको जीवनको हरेक क्षणको आनन्द लिनु हो। यसरी हाम्रो सम्बन्धले नयाँ विशिष्टता प्राप्त गर्यो। साथीहरू, यस्तै नेपाली कथाहरूका लागि लाइक, शेयर गर्नुहोस्। नेपाली कथाहरूका लागि हाम्रो युट्युब च्यानलमा जानुहोस्। ल फेरि भेटौँला अर्को भिडियोमा। त्योसम्म धन्यवाद।